नगरपालिका 5 नम्बर वडामा चाहिँ मेरो सानो खाजा घर थियो, खाजा पसल थियो। अनि त्यो पसलमा आउने क्रममा चाहिँ एकजना नुवाकोटको प्रतिमा तामाङ भन्ने महिलासँग मेरो चिनजान मेरो भेट भयो त्यहीँ। उहाँले 1.5 लाख रुपियाँसम्म हुन्छ, यहाँभन्दा उहाँ राम्रो कमाइ छ, म पहिला पनि त्यहीँ बसेर आएको हो, मेरो दिदी भेनाजुको आफ्नै दिदी भेनाजुको होटल छ, म 1.5 लाखसम्ममा हुन्छ, खाएर बसेर त्यति बच्छ जाउँ भन्यो। मसँग एकदम नजिक हुन खोज्ने कि तब उसले चाहिँ मेरो फाइदा लुट्न खोजेको रहेछ। म पनि जानलाई रेडी भएँ। यहाँको पसलहरू अलिअलि जे जति सामान बिक्थ्यो त्यो सामान बेचेँ मैले, सामानहरू मात्रै। मबाट 3.5 लाख रुपियाँ पैसा लिएको हो मलेसिया जानको लागि। हजुर, मलेसिया जानको लागि। त्यस पछाडि मलाई एउटा रुमभित्र थुनेर राख्यो। ऊ महिला कहाँ गयो मलाई थाहा भएन। उसको पहिला उहाँको चाहिँ पहिलाको अर्कै मेरो बोयफ्रेन्ड छ यहाँ, मेरो पहिलाको साथी छ भन्नुहुन्थ्यो। अनि त्यही साथीकोमा जानुभयो। उहाँ चाहिँ मनोज राई हो उहाँको नाम।